हेलो गाइज वेलकम ब्याक न्यू अनदर ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। फेरि पनि म तपाईँहरूको माझमा जापान सम्बन्धी अर्को इन्फर्मेटिभ भिडियोको साथमा उपस्थित भइसकेको छु। साथीहरू सबैजनालाई आज चाहिँ एकदमै मैले खुसीको खबर ल्याएको छु। आज चाहिँ टोकियो सोसल वेलफेयरको सिओई आएको छ। अप्रिलको लास्ट भए पनि एकदमै राम्रो रिजल्ट आएको छ। कतिजनाको सिओई आएको छ त कहिले आएको कतिजनाको आएको छ भन्ने टपिकलाई लिएर मैले यो भिडियो बनाएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हस् त साथीहरू, अब ढिला नगरिकन भिडियोलाई चाहिँ सुरु गरौँ। म चाहिँ आज तपाईँहरूलाई टोकियो सोसल वेलफेयर युनिभर्सिटी, जसलाई चाहिँ टोकियो फुकुसी युनिभर्सिटी पनि भन्ने गरिन्छ, त्यसको चाहिँ अप्रिलको 24 तारिकमा चाहिँ एकदमै राम्रो नसोचेको रिजल्ट आएको छ। 101 जनाको चाहिँ युनिभर्सिटीमा सिओई प्राप्त भएको छ। 101 जनाको एक दिनमा सिओई आएको छ। एकदमै राम्रो खुसीको खबर आएको छ। धेरै स्टुडेन्टहरूले अप्लाई गर्नुभएको थियो त्यो युनिभर्सिटीमा। एकदमै राम्रो रिजल्ट आएको छ। ढिला भए पनि तर तपाईँहरूको रिजल्ट आयो, त्यो नै ठुलो कुरा हो। अब चाहिँ तपाईँहरू फर्दर प्रोसेसहरू गर्नुहोस्, कस्तो के गर्नुपर्छ भन्ने चाहिँ मैले तपाईँहरूलाई चाहिँ भिडियोहरू मार्फत जानकारी गराइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ। अब चाहिँ तपाईँहरू चाहिँ बिएफएस गर्ने अब सबै प्रोसेसहरू जानिराख्नु भएको होला। यदि थाहा छैन भने मैले चाहिँ भिडियोहरू अलरेडी अपलोड गरिसकेको छु, हेर्नुहोला। अब चाहिँ तपाईँहरूको चाहिँ स्ट्रगलको दिनहरू सुरु भइसक्यो। सिओई आउनु मात्र ठुलो कुरो होइन, अब चाहिँ फर्दर प्रोसेस चाहिँ एकदमै इम्पोर्टेन्ट हो। अब चाहिँ तपाईँहरू जापान आउनुहुन्छ, त्यसपछि चाहिँ तपाईँको मेन स्ट्रगल चाहिँ अब जापानमा सुरु हुन्छ, जिरोबाट सुरु हुन्छ। त्यसैले चाहिँ एकदमै एक्सपेक्टेसन भन्ने कुरा धेरै, जापान गएर यस्तो गर्छु उस्तो गर्छु भन्ने चाहिँ धेरै राख्नु हुँदैन। एकदमै म चाहिँ जापान चाहिँ स्ट्रगल गर्न जानला हो यस्तो भन्ने आफ्नो मनमा चाहिँ अठोट गरेर आउनु होला। एकदमै राम्रो हुन्छ। एकदमै ल्याङ्ग्वेजमा चाहिँ मोस्ट इम्पोर्टेन्ट भनेको ल्याङ्ग्वेजमा चाहिँ फोकस गर्नु होला। अरू चाहिँ भने सेकेन्डरी भइहाल्यो, फर्स्ट प्रायोरिटी भनेको चाहिँ ल्याङ्ग्वेज नै भइहाल्यो। त्यसैले चाहिँ अब चाहिँ तपाईँहरूको 101 जनाको सिओई प्राप्त गर्नुभएको छ। सबैलाई शुभकामना मेरो तर्फबाट पनि। अझै पनि धेरै युनिभर्सिटी आउने क्रम नै जारी नै छ। सबैको आइसकेको छैन, अझै आउँछ भन्ने होप गरौँ। त्यसैले चाहिँ यो भिडियोलाई चाहिँ हेरेर साथ दिनुभयो। अहिलेसम्म पनि तपाईँहरूले यो युट्युब च्यानल तथा टिकटकलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन भने यस्तै मैले चाहिँ जानकारीमूलक भिडियोहरू अपलोड गर्ने गर्दछु। त्यसैले तपाईँले चाहिँ यो च्यानललाई सब्सक्राइब गर्नुहोला। टिकटकमा गएर टिकटकलाई पनि फलो गर्नुहोला, किनभने आगामी दिनहरूमा पनि मैले यस्तै जापान सम्बन्धी इन्फर्मेटिभ भिडियोहरू बनाउने भएकाले तपाईँहरूले यसले चाहिँ सहयोग हुनेछ भन्ने आशा गर्दछु। हस्त साथीहरू, अहिलेलाई चाहिँ यो भिडियो यति नै। धन्यवाद।